बिहान यस्तो तोडफोडको आवाज कहाँबाट आउँदैछ भनेर बाहिर हेर्न गएको त कुकर बनाउने दाइ आउनु भएको रहेछ। जे होस् कुकर बनाउने दाइ आउनु भएर एकदमै खुसी लाग्यो, किनकि हाम्रो घरको सबै कुकरहरू बिग्रिएर यस्तो दुःख भएको थियो कि कुरै नगर्नु। एकैछिनमा बनाइदिनु हुन्छ होला भनेर हेर्दै थिएँ, हेर्दा हेर्दै बोर पो लाग्न थाल्यो। र अझै कति टाइम लाग्छ भनेर सोधेको त 2 मिनेट बन्छ भनेर भन्नु। भाँडाहरूमा सबैभन्दा अप्ठ्यारो भाँडा भनेकै कुकर हो जस्तो लाग्छ मलाई त। सबैभन्दा छिटो बिग्रिने भनेकै कुकरको ढक्कन रहेछ। यसो कुकरमा के पकायो कि ढक्कन मिलाएको मिलै गर्दा वाक्कै लाग्ने। र सबै बनाएको कति भयो नि भनेर सोधेको, धेरै होइन 630 रुपियाँ मात्र भन्नुभयो। मसित खुल्ला पैसा नभएको कारण ई सेवामा हाल्देऊ न त भन्नुभएको थियो र मैले ई सेवामा हाल्दिएँ। र सबै कुकरको ढक्कनहरूलाई राम्रोसँग बुनुले धुन थालेँ। र त्यसपछि त्यतैबाट आउँदा चामल लिएर आइज भन्नुभयो मम्मीले, र मैले किचनको लाइट साइट बन्द गरेर गएँ। चामल चाहिँ एकदमै सफा छ, त्यही पनि मम्मीले म हेर्छु भनेर भन्नुभयो। मलाई चाहिँ निफन्न नआउने भएको कारणले चामल चाहिँ मम्मीले नै हेर्नुहुन्छ। र यता मम्मीले तरकारी पनि काट्दै हुनुहुँदो रहेछ, तर आलु ल्याउन चाहिँ बिर्सिनु भएको रहेछ। मैले त आलु ल्याउन नै बिर्सिएछु भनेर भन्नुभयो र म फेरि किचनमा गएर आलु ल्याएँ। तरकारीमा आलु भएन भने तरकारी चाहिँ मिठो लाग्दैन मलाई, सायद आलु लभर भएर होला। र मम्मीले सबै तरकारी काट्दिनु भयो र किचनतिर लिएर आएँ। अघि चाहिँ किचनको लाइट अफ गरेर गएको थिएँ, फेरि बटन थिचेर अन गरेँ। मम्मीले अलिकति सन्चो नभएको कारण मम्मी तपाईँ रेस्ट गर्नु भनेर बुनुले खाना पकाउन लाइन्। मम्मी बाबा बिरामी भएको बेलामा हेर्ने भनेकै त छोराछोरीले हो नि, होइन र? बुनुले चामललाई कुकरमा हालेर राम्रोसँग पखालिन् र बुनुले तरकारी पनि सफा तरिकाले धोइन्। र मैले पनि प्याज टमाटर काटेर बुनुलाई सहयोग गरेँ। मेरो प्याज काट्ने तरिका हेर्नु न, कुन दिन हात काट्ने हो थाहा छैन। प्याज काट्न त त्यस्तो गाह्रो लाग्दैन, तर यो टमाटर काट्न भनेपछि यस्तो गाह्रो लाग्छ। हुन त चक्कु पनि धारिलो नभएर होला, आफूले जस्तो जानेको छ त्यस्तै तरिकाले सबै काटेर सकेँ। र लास्टमा एउटा भाँडा धुन बाँकी थियो, बुनुले म धुन्छु भन्दै थिइन्, तर मैले चाहिँ धोएँ। जब 1-2टा भाँडा त आफूले पनि धुन सकिन्छ। आज भोलि यति साह्रो गर्मी मलाई मात्र भएको हो कि सबैलाई हो? र म त गर्मी जो खप्न नसकेर मुख धुन गएँ। तपाईहरुको एरियामा कतिको गर्मी छ कमेन्ट गर्नु होला है त। मुख धोको त बल्ल शीतल भयो। र यता मुख पुस्दै थिएँ, बुनुले यता खाना पनि हाल्दै रहेछ। र आज अति नै गर्मी भएको कारण दही खान त भनेर दही लिएर आएँ। तपाईहरु पनि म जस्तै खाना सँगै दही खानुहुन्छ कि खाना सकिसकेपछि दही खानुहुन्छ? कतिपय मान्छे होला खाना सकिसकेपछि लास्टमा दही खान मन पर्छ, तर म चाहिँ खाना सँगै मिसाएर खान्छु। आज भोलि टाइम जो नपाउने भएर मैले भिडियो जो बनाउन पाउँदिन। हुन त जति मेहनत गरेर भिडियो बनाए पनि तपाईहरुले सपोर्ट जो गर्नु हुँदैन। हुन त यो भिडियोमा पनि तपाईहरुले सपोर्ट गर्नुहुन्न थाहा छ। अरु केही गर्नु पर्दैन, सब्स्क्राइब गरिदिए पुग्छ।